यति बेला चाहिँ इन्डियाको दिल्लीमा पनि छ गाबी भन्ने ठाउँमा के भन्दा गाबी होइन गाबीको मार्केट त्यसले सक्नु तपाईँलाई जहाँ चाहिँ हामी आएको छौँ यहाँ दाइहरूसँग भेटघाट गर्नको लागि दाइलाई त अहिले म अहिले चिनाउने छु अहिले एकछिन पछि अहिले चाहिँ हामी यति मात्र छौँ यहाँ यसो घुम्न आएको छ यो बजार उहाँ देखाउँछु गाबडी मन्दिर यो मार्केटमा देख्न सक्नुहुन्छ है तपाईँले चाहिँ हामी पनि आएको छौँ यो गल्लीहरू घुम्नको लागि त गाबडी भन्ने ठाउँमा यो दिल्लीमा गाडीहरू पनि रहेछन् एकदम बाटो घाटोमा पसलहरू देख्न सक्नुहुन्छ एकदम तपाईँले यहाँ अलि अगाडि गएपछि मन्दिर भएको कारणले गर्दा पनि एकदम फलफुलको पसल यी पसलहरू पनि रहेको छ यो दिल्लीको यो डाबरी भन्ने ठाउँमा है सहरमा भनौँ न यता जाँदै पनि छौँ हामीहरू हाम्रो दाइहरूसँग त्यहाँ हाम्रो एकजना दाइ हुन्छ एकदम विष्णु राणा है विष्णु राणा पहिले दाइ अहिले चाहिँ एकदम खतरनाक फ्यान हुनुहुन्छ उहाँ तपाईँले गएर त्यहाँ देखाउन चाहन्छौँ है यो दिल्लीको रोडमा सडकमा हिँडि पनि रहेको छ उहाँ चाहिँ काम गर्ने ठाउँमा हुन्छ अहिले ड्युटी हुनुहुन्छ त्यो ड्युटीमा पनि जाँदैछ उहाँलाई भेट्नको लागि भनेर म अनि हाम्रो विपिन दाजु अनि हाम्रो भान्जा तिनजना भएर है यस्तो भिड छ है रोड यस्तो रोड क्रस गरेर जानुपर्छ देख्न सक्नुहुन्छ तपाईँले हामीलाई चाहिँ है दाइलाई भेट्न जानु लाग्यो दिल्लीको रोडमा यसरी आइरहेको हुन्छ गाडीहरू सर एकदम यति धेरै ट्राफिक छ यति धेरै भिडभाड यस्तो भिडभाड दिल्लीको सडकमा धुलो उडाउँदैन हामीहरू यतै हो नि अगाडि यो बाटोबाट अरे बस गइरहेको छ देख्न सक्नुहुन्छ तपाईँले माथि मेट्रो हिँड्छ है तलपट्टि रोड तर पनि यस्तो भिड हुन्छ यो इन्डियाको ठाउँमा तलबाट पनि रोड गइरहेको छ गाडीहरू हिँडिरहेको छ एकदम है माथिबाट एकदम मेट्रो चलिरहेको छ तर पनि यो बाटोमा एकदम ट्राफिक भनेपछि यस्तो 3-4 बाटो हुँदा पनि ट्राफिक चाहिँ धेरै नै हुने कहिले नघट्ने यो ठाउँमा ट्राफिक अब यहाँ हाम्रो आफ्नो गाडी त छैन क्या अब नेपालमा जस्तो हुर्न बाइकमा हिँड्नलाई मस्त लाएर इन्जोय पैदल मस्त यात्रा हिँड्छ गर्नुको लागि त पैदलै हिँड्नु पर्छ कि गाडीमा हिँडेर त हुन्छ त नि रमाइलो हुन्न खासै पैदल हिँड्ने पनि सबै कुरो हेर्न पाउँछ यताउति होइन गाडीमा सरेर गयो कुन ठाउँमा जाने त्यही डेस्टिनेसन त्यही सिद्धिन्छ अनि यहाँ नेपाली भेट्नै गाह्रो छ भेटे पनि बोलाए पनि बोल्दैनन् मान्छेले मान्छे गन्दैन सहर बजार भन्ने कुरा त्यस्तै हो एकदम अब त्यही हो हामी त अब आफ्नो मान्छे हो हामीमा त त्यो प्रकारको छैन तर धेरै नेपालीहरूमा त्यस्तो हुन्छ क्या होइन बोल्दैनन् यार भाउ खान्छन् बोलाउँदाखेरि अनि खाना दिन पर्छ जस्तो पनि कहिले व्यवहार गरेर बोल्दैनन् यार नेपाली दाजुभाइ हो होइन आफ्नो देखेपछि हामीलाई पनि के आशा लाग्छ कि हाम्रो मान्छेहरू हुँदो रहेछ हामीलाई त नेपाली देख्दा बित्तिकै बोलाउँ न फेरि आफ्नो ठाउँको मान्छे हो भन्ने हुन्छ आफ्नो देशको मान्छे हो भन्ने हुन्छ तर धेरै प्रकारको मान्छेहरूमा त्यो प्रकारको गुण हुँदैन अब म त हेर्दाखेरि देशी जस्तो छु मलाई त भन्दैन नेपाली तर पनि यहाँ होइन त्यस्तो होइन टाढेबाट देख्दै पनि नेपाली जब भनिहाल्छन् नि नेपाली अघि नै हेर्नु न अघि नै त्यो दिदीले कस्तो ठ्याक्क चिन्यो फडङ फुडुङ बोल्ने मान्छे एकदम यताउति भन्नु ठ्याक्क चिनिहाल्नु भयो अब बिस्तारै बिस्तारै हाम्रो चेन बन्दैछ अब एकदम एउटा भोलि बिहान गएर हाम्रो एकदम ठुलो एउटा धेरै प्रकारको हाम्रो सोचहरू छन् त्यो बिस्तारै बिस्तारै हुँदै जाला सबैले देख्नुहुन्छ बिस्तारै जोडिँदै जानु अगाडि हाम्रो धेरै राम्रो राम्रो प्लानहरू छन् धेरै धेरै प्रकारका केही चिजहरू आउँदैछ धेरै लामो छ यात्रा धेरै लामो छ पर्खाइमा बस्नुहोस् एकदमै हामी एकदमै त्यो कामको लागि एकदम लागिराखेका छौँ दिल्ली आएको कारण पनि त्यही हो हामीले एउटा विचार यता गर्ने भनेर सोच छ प्लान छ है बिस्तारै बिस्तारै अब अहिले त अब स्टार्टिङ छ बल्ल भेटघाट भयो बल्ल राम्रोसँग चिनजान परिचय यताउति राम्रोसँग भइरहेछ अब बिस्तारै गरौँला नि त के छ र होइन र आज 4 जना छौँ भोलि बिहान 40,000 हुन पाए हामीसँग यस्तो चेन बनाउनु पर्छ हामीले हो कि नै भाइ हामी चाहिँ यहाँ यति बेला आएको छौँ यो बोनान्जा यो ट्रस्टेड इन्भेस्टमेन्ट पार्टनर भन्ने ठाउँमा जहाँ चाहिँ हाम्रो दाइले काम पनि गर्नुहुन्छ है दाइ यहीँ भित्र पनि हुनुहुन्छ है हाम्रो आइजे जनताको दाइ एकदम आइसिएलको लाइभ हेर्ने एकदम उहाँको लाइभ हेरेर मन पराउने दाइ यहीँ हुनुहुन्छ तपाईँलाई हामी देखाउन चाहन्छौँ अब उहाँभित्र बस्नु पनि भएको छ एकदम वेलकम गर्न चाहन्छौँ ल ओहो दाइ नमस्ते
ल देख्न सक्नुहुन्छ तपाईँले आइसिएलको एकदम बिग फ्यान हुनुहुन्छ उहाँ, एकदम धेरै ठुलो फ्यान, हामी भन्दा पनि ठुलो पंखा, तर पनि मनभित्र कुराहरू गुम्साएर राख्ने होइन। कस्तो लाग्छ दाइ तपाईँलाई? बहुत बढिया हो क्या एकदम सक्नुहुन्छ हामीलाई है। हामी एकछिन यता पनि जाँदैछौँ एकछिन, अहिले दाइसँग भला कुचाले पनि गर्छौँ हामीले चाहिँ होइन। हाम्रो आइसिएलले आइजीसम्म होइन, उहाँहरूले ती विगतका दिनहरू जुन छन्, जुन हामीलाई पनि हिजो सम्झाउनु भएको थियो है, हामीलाई पनि याद गराउने काम गर्नुभएको दाइहरूले। एकछिन घाम तापेर मजाले एकछिन गफ गर्छौँ हामीले पुराना दिनहरू। यो आजभन्दा 2 वर्ष पहिला भनौँ न, 2 वर्ष पहिले चाहिँ मजाले रातिमा जाडो पनि नभनिकन आइसिएलको लाइट पर्खेर कुरेर बस्ने दाजु हुनुहुन्छ यहाँ है। एकदम दुईजना दाजुले एकदम उहाँ घरमा पनि जाने भने अहिले तपाईँलाई घर पनि देखाउँछौँ गाइस, एकदम परिवारमा पनि फेरि एकदम सबैजना आइसिएलको लाइभ भनेर कुरेर पर्खेर बस्ने हुनुहुन्छ एकदम भाउजूहरू पनि। लगाइस आज तपाईँलाई म चाहिँ यहाँ हाम्रो नेपाली बस्ती देखाउन चाहे है। इन्डियन आइजे जनता जो पनि यहाँ इन्डियामा रहनु भएको छ, हामी हिजो पनि यहीँ आएर बसेको थियौँ र आज पनि यहीँ छौँ है। देखाउन चाह्यौँ हाम्रो दाइहरूलाई 20 वर्षदेखि यही बस्दै आउनु भएको छ यही बिल्डिङमा, जति पनि छ यो देख्न सक्नुहुन्छ है। यो हाम्रो नेपाली पारा हो कपडा सुकाउने फेरि है एकदम ल देख्न सक्नुहुन्छ दाइ। के छ दाइ, सन्चै आरामै हुनुहुन्छ? एकदम आराम। कस्तो लागिरहेको छ आज संस्कारसँग भेटेर तपाईँलाई? एकदम धेरै यत्रो हामी कति 2-3 वर्षदेखि हामी कन्ट्याक्टमा थियौँ, प्रत्यक्ष भेट भइएको थिएन, तर अहिले चाहिँ भेट हुने एउटा मौका मिल्यो। एकदम खुसी छु। भाइसँग भेट हुँदाखेरि, भान्जासँग भेट हुँदाखेरि एकदम खुसी नै छौँ। एकदम हामी त है कतारमा हुँदाखेरि नि हो दाइसँग चिनाजानी भएको, आइसिएलले गर्दा चिन्ने मौका त पाएको थियौँ होइन। तर पनि भनौँ न यसरी भेटघाट्ने मौका पाएको थियौँ। यति बेला म अस्ति हामी दिल्ली आएको थियौँ नि त हाम्रो भान्जा र म, अनि त्यति बेला चाहिँ दाइले चाहिँ भिडियोहरू देखेर ल संस्कार भाइ मिल्नुपर्छ भेट हुनुपर्छ भनेर भन्नुभयो। हामी यहाँ भेट्न पनि यहाँ दाइकै रुममा पनि आयौँ होइन। एकदम परिवार लिएर बस्नु भएको रहेछ। मैले त अब दाइलाई उता साउदीतिर हुनुहुन्छ होला जस्तो मानेर आएको थिएँ होइन, विदेशतिर। दाइ यही इन्डियामा हुनुहुँदो रहेछ, यहाँ इन्डियामा कति वर्षदेखि यहाँ हुनुहुन्छ? 20 वर्ष जति हुन लाग्यो। 20 वर्षदेखि यही नै है। बाबु नानीहरू पनि यही पढाउँदै? बाबुहरू यतै पढ्छन्, नेपाल आउने जाने चाहिँ भइरहन्छ, तर यतै बसोबास छ अहिले फिलहाल। 2-4 वर्षपछि फेरि अब हेरौँ बसाइ सर्नुपर्छ गाउँघरतिर नै। अब यहाँ त एउटा हामी माध्यम, पैसा कमाउने माध्यमले मात्र हो यहाँ बस्नु भन्ने त। एकदम परिवार पढाइएको छ, छोराछोरी पढाइएको छ, बसिएको छ, कमाइएको छ है। योभन्दा ठुलो इन्डियामा चाहिँ फ्यामिलीले सँगै बस्न पाउनु होइन। गल्फहरूमा भन्दा राम्रो कमाइ पनि हुन्छ यहाँ एकदम होइन। बुढाबुढी मिलेर मस्त राम्रोसँग छोराछोरी पढाउनु। अनि आइसिएलको लाइभ मजाले हेर्नुहुन्छ? एकदमै हो त, नियमित रूपमा हेरिरहेको हुन्छौँ। अब एकैछिन त बिहान भएको थियो यहाँ, बिहान त अझै पनि बिहान छ, तर पनि एउटा जरिया छ, कसै गरेर हेरिन्छ। युट्युबबाट हुन्छ कि फेसबुकबाट हुन्छ, के गर्दा हुन्छ, नियमित रूपमा एकदमै हेरिरहेको हुन्छौँ हामी। आजभोलि त लगभग धेरै भनौँ न त्यति पहिलेको जस्तो अहिले माहौल पनि छैन है गाई चाहिँ, पहिलेको जस्तो आइज जनताहरूको माहौल। तर हामी चाहिँ साथ सपोर्ट गर्ने मान्छे हो, हामी सधैँ साथ सपोर्ट त गर्छौँ नै, ब्याक सपोर्टमा सधैँ छौँ है सबैजना है। जुन दिन आवश्यक पर्छ होइन त्यति बेला जरुरी हुन्छ, त्यति बेला सबैजना फेरि पनि निस्किने केही बेर छैन गाई। त्यही त नि के, हामी एकजुट हुनुपर्छ। हामी सबैहरू एउटै 2जनाले गर्दाखेरि हामी सबै चिनजान भएको हो एकदम। नत्र यो दिल्लीमा हामीलाई कसैले चिनेका थिएनन् गाई चाहिँ, दिल्लीमा कसैले चिनेका थिएनन् कि है। तर पनि एकदम दाइले चाहिँ हामीले चिन्नु भएको हुनाले चाहिँ है टिकटकबाट हामीले पनि अब बोलचाल त हुन्थ्यो, तर पनि प्रत्यक्ष भेट भएर यताउति यस्तो भइएको थिएन नि त। जाम न माथि रुमतिर पनि यसो हेर्नुहोस् न, दाइको रुम पनि देखाउन चाह्यौँ तपाईँलाई है। विदेशमा भनौँ न हाम्रो नेपाली दाजुभाइहरूको रुम तपाईँलाई एकदम रुम भिजिट गराउन चाहन्छौँ। दाइ हेर्नुहोस् त अगाडि, फेरि तपाईँ कोठा जाँदाखेरि कसैले कारवाही गर्ने कि भन्नु पर्ने एकदम। ल हेर्नुहोस् हाम्रो नेपालमा जस्तै साइकल पनि पाइँदो रहेछ इन्डियामा है, देख्नु त सारा लगाइ चाहिँ तपाईँलाई लिएर जान पनि चाह्यौँ है। हाम्रो इन्डियन आइजे जनता हाम्रो विष्णु दाई है, विष्णु दाना अहिले उहाँ ड्युटी हुनुहुन्छ। अघि नै तपाईँलाई मैले देखाएको थिएँ नि उहाँको रुम चाहिँ यहाँ है, ओम लेखेको रुम है। यता चाहिँ हाम्रो दाईको, यहाँ अरू पनि हुनुहुन्छ है नेपालीहरू है, सबैजना ड्युटीमा जानुभएको छ होला काममा, किनकि अब काममा हिँड्नुपर्छ नि त, काममा जानुपर्छ यहाँ, त्यही भएर पनि। ल तपाईँलाई यहाँ हाम्रो दाईको रुममा पनि ल्याउन चाह्यौँ। एकदम माहौल चाहिँ छोरा छ नि, छोरा भने पनि बुहारी भने पनि छोरी भने पनि यिनै हो नि एकदम है। किनकि दाजुको यहाँ 2 भाइ मात्र छोरा भएको कारणले गर्दै अब बुहारी ल्याउने बेला त भएको रहेछ र बिस्तारै बिस्तारै आउन सक्छ। लगाइदिनुहोस् यो कोठा है, एकदम आरामले 2टा कोठा छन् होइन। अनि यतापट्टि किचन, अनि उता टोइलेट। एकदम मजाले हिन्दी यही बोल्ने त एकदम मस्त हिन्दी यही बोल्ने एकदम, किनकि अब यहीँ नै पढाइ छ सानैबाट होइन, त्यही भएर पनि एकदम
ल यिनी चाहिँ जेठा छोरा सिङ्गर बोलाइदिनु सिङ्गर सुमित बोलाइदियो सानो सानो गीत गाउँछु अलि गीत गराउनु